राधे राधे हजुरहरू सबैलाई स्वागत गर्दछु फेरि पनि मेरो भिडियोमा। आज सुदुङलाखा 1 नम्बर वार्ड सुन्तले दर्पणेमा आउनु भएको छ हर्टिकल्चरबाट सर म्याडमहरू। हाम्रो सुन्तलाको किन झर्दैछ रोकथाम गर्नुको लागि ट्रिटमेन्ट गर्नुको लागि आउनु भएको छ र जानकारी दिनुहुँदैछ। हेर्नुहोला यो भिडियो। हाम्रो खास हामी हर्टिकल्चर डिपार्टमेन्टबाट आएको छौँ र हाम्रो मेन आउनुको मकसद चाहिँ हामीले जुन हाम्रो सुन्तला बेल्ट छ नि, सुन्तला बेल्टमा हामीले यो काम गर्दैछौँ। यो चाहिँ सिट्रस फ्रुट फ्लाई, यो हामीलाई जहिले पनि सुन्तला झर्ने समस्या छ नि, अब समाधान गर्नलाई चाहिँ यो हामीले ट्रायल गरेको। यो हाम्रो ठाउँमा चाहिँ योपालि फर्स्ट टाइम भनौँ, तर यो 2-3 वर्ष भइसक्यो ट्रायल गरेको चाहिँ। यो सिट्रस फ्रुट फ्लाईले चाहिँ हामीलाई कति असर गर्दैछ होइन, त्यसलाई रोकथाम कसरी गरौँ भनेर चाहिँ हामी आएको र यसको लागि चाहिँ हामीले एउटा दबाई ल्याएको छौँ। दबाई कस्तो लिक्विड फर्ममा छ। प्रोटिन बेड भनेको चाहिँ खासमा त्यो चाहिँ दबाई होइन, खाना हो। त्यो किराको खाना हो। त्यसमा एउटा स्पोनोसाइड, अब हामीले भन्नै पर्छ त्यो नाम पनि। स्पोनोसाइड चाहिँ के हो? त्यसको दबाई हो। त्यो खानामा चाहिँ त्यो दबाई मिलाएर चाहिँ हामी के गर्छौँ, त्यो किरालाई खुवाउँछौँ। त्यो किराले खाएपछि चाहिँ के हुन्छ, उसले सम्झिन्छ हामीलाई खाना दियो भनेर, तर त्यो चाहिँ त्यसलाई दबाईको काम गर्छ। अनि यो चाहिँ कसरी हुन्छ भन्ने कुरा अब तपाईँ अलिकति जानकारी दिन्छु। अब यो महिनामा हामीले गर्नु किन जरुरी छ भने चाहिँ यतिखेर चाहिँ ठिक्क हाम्रो हार्भेस्टिङ गरेर हाम्रो जमिन मुनि बसेको हुन्छ। फेरि अब उसको लाइफ साइकल हुन्छ नि, त्यो गर्दै चाहिँ यतिखेर चाहिँ हाम्रो उनीहरूले चाहिँ खाना खोज्दै, यो मे जुनमा चाहिँ अब खाना खोज्दै चाहिँ सुन्तलाको भित्र बस्छ। यतिखेर चाहिँ अन्डा दिने काम गर्छ। अन्डा दिँदा चाहिँ मान्छे पनि अब नानीको आमाहरू होइन कमजोरी हुन्छ नि, यतिखेर उनीहरूले के खोज्दै हिँड्छ, प्रोटिन खोज्दै हिँड्छ। प्रोटिन खोज्दा चाहिँ हामी चाहिँ के दिन्छौँ, उसलाई प्रोटिन दिने काम गर्छौँ। त्यो गरेर हामीले उसलाई चाहिँ एट्र्याक्ट गर्छौँ। एट्र्याक्ट गरेर त्यो प्रोटिन बेडमा चाहिँ हामीले के गर्छौँ, उसको खानामा चाहिँ हामीले के हाल्छौँ, दबाई हाल्छौँ, उसलाई मार्ने दबाई हाल्छौँ। त्यो गरेर चाहिँ यो साइजमा गरेन भने चाहिँ फेरि यो मटर जस्तो दाना साइजमै गर्नुपर्छ, यही सिजनमा गर्नुपर्छ। पछि हामी सेप्टेम्बर अक्टोबरतिर गर्छौँ नि भन्नु हुँदैन। यो एक्ज्याक्ट टाइम चाहिँ अहिले नै हो। जुन चाहिँ मटर दानाको साइज छ नि, सुन्तलाको साइज यहाँ हुँदा अब अहिले मास्टर बेल्टमा हामी गर्दैनौँ, किनभने त्यो साइज भएकै छैन। बुझ्नुभयो नि? त्यो गर्दा चाहिँ के हुन्छ भने ठिक्क त्यो अन्डा दिने टाइममा हामीले मार्न सक्यौँ, यो दबाई पानी स्प्रे गरेर मार्न सक्यौँ भने त्यो कन्ट्रोल भयो। नभए चाहिँ त्यो भित्रभित्रै के हुन्छ, दानाबाट बढ्दै 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 जान्छ। त्यहीबाट त्यो सुन्तलाकै कोषबाट उसले खाना खाँदै 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 जान्छ। बुझ्नुहोस् है, त्यहीबाट खाना खाँदै जान्छ। त्यही पछि के हुन्छ, सुन्तलामा यत्रो यत्रो किरा भएर बस्छ। अनि हामी के हुन्छ, झर्ने काम गर्छ। सुन्नुहोस् है एकछिन, त्यो झर्छ सुन्तला ड्रप हुन्छ। त्यहाँदेखि पनि हामीले टिपेन। अहिले हाम्रो भाइहरूले कति कालो प्लास्टिक लिएर हिँड्नुहुन्छ नि कति ठाउँमा, र बाँध्ने काम गर्छौँ, त्यसलाई कन्ट्रोल गराएको। त्यो भन्दा पनि अहिले चाहिँ अगाडि सुन्तलामा हामी कन्ट्रोल गरौँ भनेर यो ल्याएको। त्यहाँदेखि हामी त्यतिखेर पनि हामी अल्छी गरेर सुन्तला 2-4जना होस् है भन्यो भने के हुन्छ, त्यो त्यहाँबाट निस्केर सुन्तला किरा दुलो हुन्छ नि, त्यो निस्केर के हुन्छ, जमिन मुनि बस्छ। उनीहरू मजाले आरामले बस्छ। 2-4 महिना आराम गर्छ। त्यहाँ फेरि यतिखेर आएर चाहिँ के गर्छ, त्यो भित्र फेरि एट्याक गर्छ। त्यही कारण चाहिँ हामीले सुरुवातमै कन्ट्रोल गऱ्यौँ भने चाहिँ हाम्रो के हुन्छ, जोगिन्छ भने। यो ट्रायल हो, यो फर्स्ट टाइम हाम्रो ट्रायल हो। हामी हप्तामा आज शुक्रबारकै दिन अर्को पालि आउनै पर्छ, अर्को पालि शुक्रबारकै दिन आउनै पर्छ। त्यो कुनै दिन होइन शनिबार गर्छु नि भन्दा भएन। यो फेरि क्यालकुलेसन हुन्छ, एक्ज्याक्ट क्यालकुलेसन हुनुपर्छ। अलिकति पोइन्ट पनि यताउता हुँदैन। यो सिट्रस फ्रुटमा चाहिँ पहिला अब अलिकति भन्नुपर्दा चाहिँ चाइनाबाट आएको भन्छ, कतिले चाहिँ अब रिसर्च गरेर पहिला सिक्किममै आएको अरे यो भन्नु पनि छ होइन। तर त्यो बेसी जानकारी किन, अब अलिकति जानकारी सिट्रस फ्रुट फ्लाई भने चाहिँ चाइनाबाट आएको भन्नुभयो। यो के रहेछ बिमारको नाम चाहिँ भन्दा तपाईँहरूले त्यति चाहिँ जान्नु पऱ्यो। सिट्रस भनेको यो सुन्तला फेरि जति अमिलो फल हुन्छ नि, त्यसले सिट्रस भन्छ। त्यसको फ्रुट फ्लाई बुझ्नुभयो? अन्त अब तपाईँहरूलाई अर्को भन्नुपर्दा यसको क्यालकुलेसन हुन्छ। यो चाहिँ के हुन्छ भने गर्नुपर्छ। त्यो चाहिँ अब हाम्रो ठाउँमा चाहिँ 3:2 भन्छ, 3 भाग लाउनु पऱ्यो। बुझ्नुभयो? अब बोट सम्झिनुहोस् न, त्यति 6वटा बोट छ भने चाहिँ त्यसमा कतिवटा लाउनु पऱ्यो, 2टा लाउनु पऱ्यो। त्यसरी भाग लाउनु पऱ्यो, 3:1 भन्छ। बुझ्नुभयो? त्यसमा पनि एउटै स्पोर्ट्स अहिले हामी फिल्डमा हामी गरेर हिँड्छौँ हो। त्यसमा चाहिँ हामीले भन्नुपर्दा अर्को पालिको लागि पनि याद हुन्छ, प्रोटिन ब्रेड चाहिँ जहिले पनि यो छ नि, यो देखाइदिनुहोस् त एकजनाले आएर।
यो चाहिँ यो दबाई तपाईँले अर्डिनेरी यहाँ यस्तो बनेर आएको नसम्झिनुहोस् यो कहाँबाट चाहिँ यो उडेर आएको अरे यो हामीलाई त्यसरी भनेको छ फ्लाइटबाट चाहिँ टाढोबाट लिएर आएको यो है कति महँगो दबाई हो गन्धलिन यसो बाँच्नु रहेछ गुड पकाएको गुड क्या चाइनाबाट चाहिँ उडेर आएको पहिला यो चाइनाबाट चाहिँ दबाई आएको रहेछ है यो चाहिँ फ्लाइटमा लिएर आएको रहेछ यो अब यो चाहिँ हामीले कति हाल्नु पर्यो भने 17 ml है लिटरहरू होइन एमएल दबाई खाने दबाई हुन्छ नि त्यस्तै एमएल लेखेको हुन्छ नि 5 ml भन्दै त्यस्तै चाहिँ 17 ml हाल्नु पर्यो कतिमा भने चाहिँ हामीले 200 स्पोर्ट्स 600 बोटमा चाहिँ 200 बोटमा मात्रै हामी हाल्छौँ बुझ्नुभयो त्यसको लागि गर्दा चाहिँ हामीले यसमा क्यालकुलेसन गर्दा चाहिँ 3.4 लिटर बुझ्नुभयो नि त्यो चाहिँ यो हाल्नु पर्यो प्रोटिन बेड भन्छ यसलाई त्यो यसमा चाहिँ हामी दबाई चाहिँ के हाल्छौँ भन्दा स्पोनोसाइड भन्छ अब भन्नु अप्ठ्यारो लाग्छ तर तपाईँले सुन्न चाहिँ सुनिराख्नुहोस् यो चाहिँ यत्रो नै दबाई हुन्छ अहिले त कहाँ छ त्यसको चाहिँ 1760 चाहिँ यदि 50 ml को चाहिँ 1760 रुपियाँ दाम अनि यतिलाई हामीलाई कति चाहिँदो रहेछ भन्दा 5.1 ml खोकेको दबाई यत्रो बिर्को हुन्छ नि 5 ml हामी दबाई खुवाउँछौँ नि नानीहरूलाई त्यस्तै 5.1 ml लाग्दो रहेछ अनि वाटर लिभर पानी यसलाई जति हाम्रो प्रोटिन बेड छ त्यसको डबल यसको जति हामीलाई 3.4 लिटर भन्यो नि त्यसको डबल चाहिँ हामीले के हाल्नु पर्यो पानी हाल्नु पर्यो त्यति मात्रै छ अनि हाम्रो यो कुरा चाहिँ कति 10 साइकलसम्म गर्नु पर्यो अघि मैले भने नि हप्तै पछि गर्नु चाहिँ कतिपल्ट भनेपछि चाहिँ 10 खेपसम्म गरेपछि चाहिँ कन्ट्रोल हुन्छ अनि हामीले यो पछि याद गर्नु पर्यो सुन्तला कति झर्छ कि झर्दैन भन्यो हामीले कन्ट्रोल भएको रहेछ कि रहेन छ भने चाहिँ त्यो थाहा पाउनु पर्यो सानो हुन्छ कहाँ सुन्तलामा लाग्ने चाहिँ सागसब्जीमा लाग्दैन त्यो सुन्तलामा लाग्ने चाहिँ सुन्तलालाई मात्रै एट्याक गर्छ हो त्यो भनेर चाहिँ त्यो चाइनिज फुडलाई त्यो चाहिँ फुड यता सागसब्जीलाई लाग्ने चाहिँ अरू थुप्रो स्पेसिस छ है थुप्रो स्पेसिस छ त्यो अर्को चाहिँ सुन्तलामा लाग्नेले चाहिँ यता उयो गर्दैन तिमीले खालि सुन्तलालाई मात्रै एट्याक गर्छ अन्त अर्को दिन्थ्यो नि यो भित्र केक हालेर त्यो दिन्थ्यो त्यो पनि काम गर्छ त्यसले काम नगर्यो भने त्यसमा पनि किरा लाग्छ तपाईँले देखेको छ नि तर त्योभन्दा पनि अझै इफेक्टिभ यसले काम गर्छ भने चाहिँ हामीले यो सुरु गऱ्यौँ यो तपाईँकोबाट फिडब्याक चाहियो नि पछि हो राम्रो रहेछ भन्यो भने त अर्को पालि आउँछ होइन राम्रो भएन भने नि त हामी भएन तर एक्ज्याक्ट हामीले यो हाल्यो भने चाहिँ पक्कै पनि काम रिजल्ट राम्रो हुन्छ 3.5 ml 3.4 लिटर 3.4 लिटर गणेश दाजु त्यो चाहिँ के हाल्नु भएको हो यो चाहिँ हामी पिबी भन्छौँ है प्रोटिन बेड मेन चाहिँ यो हो अनि यसमा चाहिँ हामीले यो चाहिँ हामीले कति हाल्छौँ भने अब यहाँ यसमा चाहिँ तपाईँको 1 लिटर जान्छ है यसमा हामीले 3.5 ml भने 3.5 लिटर हाल्नु पर्ने हुँदाखेरि चाहिँ अब हामीले 1 हाल्यौँ यहाँ यो चाहिँ सिट्रस फुड खाएको चाहिँ खाना है यो चाहिँ यो दबाईहरू जति हामीले यो हालेको हुन्छ त्यसको चाहिँ डबल चाहिँ पानी एड गर्नुपर्छ 6.8 यो 5 लिटरले अलिकति आउँछ नि 8 हो नि त 6.8 बेसी भयो त्यो चाहिँ जति हालेको छ त्यसको डबल 6.8 लिटर चाहिँ वाटर 5.1 ml यो 5 देखि 8 माथि यो चाहिँ 5.1 ml कति छ ठिकै भयो ठिकै भयो है यो चाहिँ अब स्पिनोसाइड भन्ने मेन दबाई चाहिँ यहाँ छ है तपाईँको यो अहिले हालेपछि यो गुड खानेकुरा जस्तो हामीले मुसाहरू दबाई राख्दा आँटामा मुसेर दिन्छौँ नि चाहिन्छ जुन चाहिँमा लग स्प्रे गरेको छ त्यसमा बाँध्नुको लागि होइन र यो रिबनको काम चाहिँ कतिखेर काम लाग्छ त्यो अहिले हामी फिल्डमा गएर हेर्नेछौँ
सुन्तलाको लागि चाहिँ यो टाइम चाहिँ एकदम पर्फेक्ट रहेछ दबाई लगाउनुको लागि। जुन सुन्तला चाहिँ हाम्रो मसिनो मसिनो दाना मटरको दाना जत्रो भइसकेको हुन्छ त्यतिखेर चाहिँ यो दबाई लाउनु पर्ने रहेछ है। कसरी लाउनु पर्छ तपाईँले हेर्नु होला, यो पुरा भिडियो थाहा भइहाल्छ है। हावाको डाइरेक्सनहरु पनि हेरौँ पोइन्ट आउट गरेर यो जग्गामै यो रेड कलरको रिबन लगाएको चाहिँ फेरि पनि याद होस् है यही जग्गामा लगाएको भनेर, त्यसले गर्दाखेरि रेड कलरको रिबन यहाँ लगाइँदैछ। भएको थियो यसरी कालो कालो जुन चाहिँ बसिरहेको छ यसरी है, यतिको बस्दा चाहिँ यो किराहरू चाहिँ सबै आएर यहाँनिर चाहिँ मर्दो रहेछ है, फेरि आउनु पाउँदैन र यसरी मार्क गरेर चाहिँ यहाँनिर स्प्रे गरेको छ। र फेरि आजकै दिन फ्राइडेकै दिन अर्को हप्ता फेरि यही बोटमा चाहिँ यसरी नै स्प्रे गर्नुपर्ने हुँदो रहेछ। यसरी गरेर 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 10 टाइम्ससम्म यसरी नै स्प्रे गर्नुपर्दो रहेछ एउटै बोटमा। र एकै जुन हप्ता गरेको थियो त्यही हप्ताको डेमा फ्राइडे नै, आज अब फ्राइडे भयो र हरेक फ्राइडे नै गर्नुपर्ने रहेछ। र उहाँहरूले अब लगाउनु सुरु गर्नु भइसकेको छ है। एउटा मैले तपाईँहरूलाई गरेर देखाएँ कसरी गर्नुभयो भनेर। सुन्तलाको अझै जानकारीको लागि तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुन्छ। फेरि भेट्यौँ नेक्स्ट भिडियोमा। राधे राधे।